जय एभ्रिवान वेलकम छ तपाईहरुलाई मेरो च्यानलमा। आज चाहिँ हामी एकदमै स्ट्रगल पछि है धेरै यो हामीले किमा नुडल्स रहेको छ यहाँ हैन। किमा नुडल्स हामी आफ्नै हातले बनाएको ससेज अनि साग अनि करेन्ट पनि यहाँ छ। अनि आज चाहिँ हामी दिदी बहिनी भाइ बहिनीहरू सबैजना हैन सँगै खाएर चाहिँ इन्जोय गर्न गइरहेको छ। हामीसँग तपाईँ पनि रहनु होला है त। टिल चाहिँ के भन्नु छ अघिलाई स्टार्ट गरौँ न। ओके लेट्स स्टार्ट। कहाँबाट स्टार्ट गरौँ? हामी आफ्नै हातले बनाएकै घरमै एकैचोटि स्टार्ट गर्ने ल सबैले। भइसक्यो त्यसो भए ल उ गरौँ न, हालौँ न सबैले एकचोटि। Cheers. Cheers. वाउ cheers। मिठो रहेछ। मिठो भएको छ। के बोलामै सबैजना भोकाएर ओ मिठो छ यसमा नुडल्स। रुबीले बनाएको थियो भएर अब चाहिँ हाम्रो मार्क भाइ इन्ट्रोडक्सन दिनु न। बिहान चाहिँ माग्नु ल। म सिङ्गल हो भने म सिङ्गल हो। स्टुडेन्ट हो भने जयमश्री मेरो नाम रुबी हो। म चाहिँ आज हामी हेल्प गरेर मार्कले बनाएको खाना हो। हाम्रो इन्ट्रोडक्सन दिनु पर्दैन होला। करेन्टमा के राख्नु भन्नु भएन, करेन्ट राखेको होला। करेन्टमा करेन्ट ल्याउनुपर्छ है भाइ बहिनी सबैले मिलेर। के गर्न मन लाग्छ भन्नु ल सबैजना टर्न बाई टर्न ओके हैन। अब तिमी के कुरामा राम्रो लाग्छ तिमीलाई हैन, आफूले आफूलाई अनि तिमीलाई परमेश्वरले के गिफ्ट दिनुभएको जस्तो फिल लाग्छ त्यो कुरा भन्नुहोस् भनेको थियो। ल मार्कबाट सुरु। मलाई चाहिँ पियानो बजाउन त्यो कुरामा ट्यालेन्ट जस्तो लाग्छ भन्ने है। आनन्दलाई मलाई गिटार बजाउन मलाई त प्रब्लम नि यसै खानेकुराहरू नै कुनै पनि मिठो मिठो सायद खानाकै लागि पढाउनु भयो जस्तो लाग्छ। भने जे पनि मिठो लाग्छ त अब मिठो नहुने कुरा केही छैन। तैपनि त्यस्तो होइन। त्यो पनि हो, त्यो चाहिँ अरू सबैको मुखमा एउटै कुरा मिठो हुँदैन। तर मेरो मुखमा सबै कुरा मिठो हुन्छ। अब अरू त खै अहिलेसम्म मैले रेकगनाइज गर्नै सकेको छैन। त्यही प्रभुको प्रभु बुझाउनुहरूको लागि प्रार्थना गर्न सेवा गर्न। रुबी मलाई त जतिखेर नि हाँस्न मनपर्छ। अब हामी आफूलाई मेरो चाहिँ आई एम भेरी गुड एट टकिङ। म बोल्नमा एकदमै राम्रो छु भनिदिएको थिएँ मैले। खास त्यो पनि हो। अनि आई रियली लभ चिल्ड्रेन। करेन्ट इज अलमोस्ट फिनिस्ड भन्दा नि हुन्छ। सक्यो। ए न त्यसो गरौँ, एकाअर्काको राम्रो कुरा भन्यो एकाअर्काको नराम्रो कुरा भन्यो भने रिसाउने हो सबै हामी। भनौँ न भनौँ। ल राम्रो कुरा सुरु गरौँ। राम्रो कुरा भन्दा त सकिन्छ होला सायद कसो खाएको। भयो राम्रै हुन्छ। बोल्नमा राम्रो हुनुहुन्छ, धेरै धेरै ब्युटिफुल हुनुहुन्छ। ओके सबै ब्युटिफुल कुरा है। त्यही लागि अरू के डिफ्रेन्ट के नभनेको कुरा भनेको। ब्युटिफुल तिमी ब्युटिफुल मात्रै रहेछ अरू छैन। त्यही त मेरो अरूमा केही रहेन त। हेल्पफुल पनि हुनुहुन्छ। ओके अब रुबीलाई भन्नु अब। रुबीको बारेमा के राम्रो छ अरू मलाई चाहिँ नि रुबीको राम्रो बानी चाहिँ नि मैले अहिलेसम्म चिने अनुसार होइन, हामी खास धेरै पनि भएको छैन चिन्जानु भएको होइन। उहाँहरू यता आउनु भएपछि चिन्जानु भएको। अलिअलि दुई चार दिन भन्दा चाहिँ यो दिनहरू नोटिस गरेको चाहिँ नि
रिसाउँदैन छिट्टै तर थाहा भएन है त्यस्तो त्यो हामीले त्यो अलिकति रिसाको फेस अरूहरूको त्यो रिसाको जस्तो देख्छ मुड अफ भएपछि देख्छ उसको चाहिँ अहिलेसम्म देखेको छैन त्यो हो राम्रो बानी मलाई चाहिँ चाहिँ राम्रो लाग्छ उसको स्ट्रक्चरहरू के फेसको बडीको है कस्तो राम्रो देख्छ कि मलाई चाहिँ ऊ एकदमै राम्रो लाइक एकदमै मनपर्छ अब आनन्दले भन्नु हामीले यसरी डिफ्रेन्ट भन्नुपर्छ क्या मैले भन्छु मार्को ऊ चाहिँ दसी फोटो खिच्दा पनि राम्रो हुन्छ पिक्चरहरू चाहिँ अब सपनाको त सपनाले राम्रो भन्छ उहाँ सहयोगकर्ता हुनुहुन्छ हो सहयोग गर्नुहुन्छ नि त सहयोगकर्ता एउटा शुद्ध नेपाली भनेको आनन्द भाइ हाम्रो मिठो मिठो कुरा खुवाउनुहुन्छ मलाई त अफिसमा जान लाग्छ हाँसिदिनु त एकचोटि मलाई चाहिँ सस्तो थाहा मलाई चाहिँ केही मन पर्दैन बेस्ट फ्रेन्डहरू त रुनु होला है दिदी अहिले होइन मलाई चाहिँ उहाँको के मनपर्छ उहाँ मेरो बेस्ट फ्रेन्ड हो अब आनन्दको त आनन्दलाई भनि ल आनन्द एकदम हेल्पफुल हुनुहुन्छ गुड मैले गुड टिचर राम्रो गिटार बजाउनुहुन्छ ए मैले त्यो भन्नु लाग्यो आनन्द भाइ मलाई पोलाइट पनि लाग्छ त्यो हो पोलाइट के पोलाइट नेचरको हुनुहुन्छ सिकाउँदाखेरि अनि एकदम राम्रो सिकाउँछ एउटा कुरा नोटिस गरेको चाहिँ नि हामी ग्रुपमा बस्दै गर्दा कति समयमा अरूको कुरा सुन्नु हामीलाई झ्याउ लाग्दैन नि तर आनन्द भाइ लिसन भेरी केयरफुल्ली के त्यो कुरा चाहिँ म नोटिस गरिरहेको हुन्छु कि त्यो भाइ अब मार्क भएको मार चाहिँ मिठो मिठो खाना पकाएर खुवाउनुहुन्छ ए उत्साहपूर्वक कुरा गर्नुहुन्छ उस्ता मलाई त एकदम ट्यालेन्ट लाग्छ मलाई कन्फिडेन्ट ट्यालेन्ट पनि क्युट ट्यालेन्ट के क्युट वाला ट्यालेन्ट अब नराम्रो भन्नु डिसाइड आउँछ मेरोबाट सुरु मेरो कति धेरै आउँछ नराम्रो रुबीबाट मेरो नराम्रो बानी म नराम्रो मैले त्यस्तो थाहै छैन कि त्यही हो खाना भयो भन्नुपर्छ म भन्छु ल म गएर सुरु गर्छु झट्ट रिस देखाउँछ उसको रिस ऊ रिसायो भने अनुहारमा आइहाल्छ कि उसको त्यो चाहिँ नराम्रो हो तर भन रुबी के हुन कि भन भनिदिन्छ थाहै छैन तपाईँ रिसाउनुहुन्छ धेरै मैले भने नि त रिस अब सबै रिसाउँछ झट्ट रिसाउँछ म भर्खर ल्याउनुहुन्छ भने अनि अर्को के भन्नु थोरै खान्छ अरे। भन न अरूहरूले जसले सम्झ करेन्ट धेरै खानुहुन्छ माइको त्यो चाहिँ होइन अनहेल्दी बाहिर खाना धेरै खानुहुन्छ त्यो चाहिँ हो ओके आनन्दले भात खाएर त भन्नु त भात खाँदैन के बाहिरको चिज खाएर भात खाँदैन घरमा आफ्नो हेल्थको एकदमै लापरवाही गर्ने। ल भयो अब रुबीको त रुबीलाई भन्ने हामी नराम्रो बानी नराम्रो बानी रुबी सिरियस भएको बेला नि हाँसिदिन्छ त्यो त हो कहिले नाच्दिने जस्तो लाग्दैछ। सबैलाई भन्दा अब नराम्रो आनन्दले भने मैले भने अब दुईजनाको बाँकी बाँकी सुरु शर्मा हाँस्नुहुन्छ मैले त्यही भएर एक्लै एक्लै हाँस्दो रहेछ ग्रुपमा हाँस्नुपर्छ अघि नै एक्लै हाँसिरहेको नव सपनाको टन्न भन रुबी कुबाटै सुरु गरेर भन न मबाटै मैले चाहिँ भने त्यही बनाइदिनु त्यहाँले सी वेल नि त मलाई एकदम राम्रो सोच्ने अनि उसलाई अरूलाई ग्रुप पाउँछ क्या धेरै बोल्दैन मैले त्यही म पनि के भन्नु लाग्यो ए सबैले भन अनि त्यही भन्दा ल एक्लै बस्नुहुन्छ बसेर मुस्कुराउनु ल त्यस्तो बसेर खाऊ न यो सेलाइसक्यो म त दुइटा खाएँ रुबी प्लिज खाऊ न रुबी किन तिमी त अनि अहिले यस्तो गरेर बसिरहेको रुबी नराम्रो बानी अरूले खाइरहेको हेरेर बसिरहेको होइन म धेरै भयो ल भन आनन्द भाइ ए मार्क भन उसो भन मार्क आनन्द मैले भनिसक्यो एक्लै बस्नुहुन्छ ए ओके धेरै खान्छ भने टिचरलाई धेरै खानु सक्दैन भात पनि खाएको अहिले पनि खानु मार्कको अब ल कति धेरै मनपर्छ मलाई त्यो मन पर्ने ओके अब आनन्दको भन्ने मलाई केही नै देखाएन आनन्दलाई निर्दोष ए हुनुहुन्छ म भन्छु यो त नराम्रो कुरा के त्यही त आनन्द भाइको ज्यान चाहिँ मलाई मन पर्दैन अनि मलाई चाहिँ नि आनन्द नराम्रो पक्ष आनन्द धेरै बोल्नु हुँदैन त्यो कम खानुहुन्छ ल कहिले त आनन्दलाई नबोलिकन बस्नुहुन्छ त्यही मलाई अप्ठ्यारो लाग्छ निर्दोष हुनुहुन्छ आनन्दलाई किन निर्दोष
निर्दोष होइन कि स्याड भन्न खोजेको निराश निराश हुन चाहन्न नेपाली हल्का आउन के उसलाई निर्दोष मार्को भन आँखाको बारेमा म भन्छु यता के भने खानुहुन्छ ए ओके अब मार्क पऱ्यो मार्कलाई भन्ने लाग्यो ला के म भन्छु माग म भन्छु फोन गर्दा नउठाउने सबैभन्दा ठुलो रिस सबैभन्दा नराम्रो मान्छे त्यही मेसेज हो गऱ्यो भने फोन गर्दा मैले यतिचोटि फोन मेरो अझसम्म पनि फोन रिसिभ गरेको रेकर्ड छैन है साँच्चै हो कि त कल ब्याक गरेको पछि कि त मेसेज गरेर पछि के भयो दिदी किन भनेर मात्रै हुन्छ नत्र मैले कल गरेको बेला चाहिँ रिसिभ गरेको छैन त्यो नराम्रो माने मेसेज बहुत ढिलो रिप्लाई गर्नुहुन्छ त्यो पनि हो मलाई मार्क भएर त त्यति साह्रो चिनेको छैन जसलाई हाँसिरहेको देख्छु अब के कुरा गर्ने र अबे मार रिसाको देख्न चाहिँ आम्मा होइन मैले त देखेको छैन त रिसाउनमा नम्बर 1 मार हँसाउनमा नम्बर 1 मार सबैमा खाना पकाउनमा हरेक चिजमा मार हाम्रो बेला भन्ने उहाँहरू त सबै ए दुईजना छोडेर बस्यो खा एउटा एउटा बाइबल भर्छ नि सबैले म भने सुरुमै भन्नु पऱ्यो त एर्मिया 33 को दिन मलाई पुकार्न म तँलाई जवाब दिनेछु तैँले नजाने गइरहेका गुप्त कुराहरू म तँलाई बताउनेछु आमेन आमेन काली योना तिम्रो सोध म भन्छु परमेश्वरले संसारलाई यस्तो प्रेम गरेको कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर तिनीहरूले अनन्त जीवन पाओस् फिलिपी 4:13 जसले मलाई शक्ति दिनुहुन्छ उहाँले म सब कुरा गर्न सक्छु आमेन भजनसँग एकको एक Yes. धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन जो पापीहरूको मार्गमा खडा हुँदैन जो गिल्ला गर्नेहरूको सङ्कटमा बस्दैन सपना सिस्टर सपनालाई चाहिँ जति पनि आउँछ म चाहिँ हामी जति पनि आउँछ भनेर एउटा नि मैले 7 को 21 मलाई प्रभु प्रभु भन्ने संस्कृतको राज्यमा प्रवेश गरेको छैन स्वर्गमा भन्ने मेरो पिताको इच्छा पालन गर्नेले मात्र परमेश्वरको राज्यमा प्रवेश गरेछ राउन्ड सेकेन्ड सेकेन्ड राउन्ड सेकेन्ड राउन्ड ल भजन सङ्ग्रह 23 को 1 प्रभु प्रभु मेरो असल गोठालो हुनुहुन्छ मलाई केही कुराको अभाव हुँदैन आमेन रुबी दुई दिवसी दुईको 15 चर्माउन परेर सत्यको वचनलाई ठिकसँग प्रयोग गरेर काम गर्छ आफूले आफ्नो कन्टिन्यू भन्नु गर्ने योग्यतालाई भन्नु मात्रै प्राप्त भयो मैले नि बुझेन रुबी भजन सङ्ग्रह 119 को 9 जवान मानिसले आफ्नो चार जवान कसरी चोखो राख्न सक्छ परमेश्वरको वचनअनुसार जीवन बिताएर नै हो हितोपदेश 3 को 5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख आफ्नो शक्तिमा भन्नु उत्पत्ति 1 को 1 आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो राउन्ड सेकेन्ड थर्ड यसो रुनु भयो कति हैन यो नै 11 को 32 होइन होइन 32 होइन 25 हो है 25 सर्ट भए पनि मलाई त्यो आउँछ तर त्यसको कन्टेन्ट आएको भन्छु म फाइनल राउन्ड होला यो देख्नुभयो हामी त्यहाँ नै बेच्यो है सबैजना थियो अन्त यसो यस्तो गर्दा नि आयो अर्को भन्छु भनेको त आएन त मलाई त इङ्ग्लिसमा भनिदिन्छु Jeremiah 29 verse 11 For I know the plan I have made for you declare the Lord plans to prosper and not to harm you plans to give you hope in the future Ruby यसो यहाँ 60 को 1 देखि 2 सम्म यसले 60 को 1 उठ प्रकाशन म किनकि तेरा प्रकाश आएको छ र परमप्रभुको महिमा त माथि उठाएको छ हेर अँध्यारोले पृथ्वी र घोर अँध्यारोले मानिसलाई ढाकेको छ तर परमप्रभुको महिमा तपाईले सम्झिन्छ आमेन Amen रुबी फस्यो अगेन कहाँबाट भनौँ ए मतीबाट भनौँ मती 4 को 4 यसोले भन्नुभयो मानिस रोटीले मात्र होइन तर परमेश्वरको जीवित वचनले पनि परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ आमेन के भन्छ त आनन्द यो ठाउँ योना 1 को 1 आदिमा वचन हुनुहुन्थ्यो वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचनै परमेश्वर ओके Good, म यसो भन्छु Psalm 23 को 2 1 र 2 Okay The Lord is my shepherd, I shall not want. He makes me lie down in the green pastures. Even though I walk through the valley of shadow of death, I will fear no evil. हामी यहाँको लागि ताली बजाउने छौँ गुड जब गुड माई ब्रदर एन्ड सिस्टर म बाइबलको क्वेसनहरू सोधौँ सबैले जवाब दिनु ल हुन्छ आयो आयो भनि न आएन भनि है अब खान सक्दैन बाइबलमा कुन चाहिँ पुस्तक हो जसको अथर अहिलेसम्म लेखक अहिलेसम्म पत्ता छैन हिब्रू हिब्रू
हिब्रू हो 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 हिब्रू एभ्रिवान ह्याभ टु हिब्रूको थाहा स्योर छैन कसले हो ओके गुड जब आनन्दलाई अनि म सरी सरी यसोको कतिवटा चिल्ला थिएँ 12 अनि क्रिस्चियन भनेर पहिलो शब्द बाइबलमा कहाँ कुन पुस्तकमा उच्चारण गरिएको छ यो स्योर एन्सर चाहियो मलाई प्रेरित प्रेरित डिल ल न एडिल लक या जाइ भन्नु ओके लक 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 यस यु आर राइट या यो मैले हात अनि भन्दै गर्दा भजन भजन 504 हजुर म निश्चय गरेको छु मैले निश्चय गरेको छु त्यो कुन पुस्तकबाट बिला अबे कुन पुस्तकबाट निकालिएको हो ए भजनसँग मैले निश्चय गरेको छु रमाउन येशूमा Proverbs. मैले निश्चय गरेको छु यो नै होइन होइन। प्रेरितबाट बिला होइन चाहे दाको बुटमा यो नै फुल नफुलो बिला हो मेरो जीवनमा ल मलाई यो चाहियो है यो चाहियो यो यसको नै answer रातको चाहियो। कोट माउ र मेरो तिम्रो हाँगाहरुमा छ होइन, त्यो होइन। होइन ओ भजनसँग अस्ति भर्खरै हामीले क्लासमा भन्दै भजनसँग होइन पुरानो गरारै हो तर बिला बिलाको नियरै हो नट बिला मुमिया हितोपदेश नो उपदेश नो श्रेष्ठ अबको प्यार ए अबको अनि उमा के अरे ल अर्को सोच एड्रेन दिवानको येशू भन्नु त्यो कोमा छ के हो दिवानमा अघिदेखि त्यही बस्यो त्यही क्वेसन छ अनि अर्को सोध्छु ल छिटो भन्नु ल पुरानो करारको अन्तिम पुस्तक कुन हो पुरानो करारको हितोपदेश मिका बिर्छु सब मलाई कि मिका मिका ए ऊ मलाई कि कहाँ हिँड्दो बोलेछ ल अब त्यसो भए पुरानो करार र नयाँ करारको पुस्तक कुन हो नयाँ करारको पहिलो पुस्तकको नाम के हो पुरानो करार ओके मत्ती अनि मलाकी मत्ती र मलाकी 20 को दूरी 20 को ग्याप कति इयर्सको छ कति इयर्स 100 जति कतिको छ कति ग्याप छ त्यहाँ बीचमा रुबी जति के छ एक पेजको कति वर्षको कति बुझ्यो एक पेज होइन त्यो त्यस्तो होइन साइलेन्स हियर हैन साइलेन्टहरू हो के त्यो ओके मिका सरलाई जान्ने गर्ने कुराहरू हो हामी छिटो गरौँ मार्क्स ल काम भएन आएन 1800 400 वर्ष ए ओके अर्को सोध्छु फुल भयो कुन चाहिँ पुस्तकलाई ऐतिहासिक पुस्तक भनिन्छ नयाँ नियमको प्रेरित हो कति प्यारेन हो अनि कसले चाहिँ येशू ख्रीष्टलाई धोका दिए को चाहिँ येशूले धेरै माया गर्ने कुन चेला हो यौना येशूलाई धेरै माया गर्ने कुन हो यसलाई धेरै पत्रुस पत्रो छैन यौना नै हो डिफ्रेन्स छ येशूले धेरै माया गर्नु भएको एउटा येशूलाई धेरै माया गर्ने एउटा जकरिया जकरियाका एन्सर आइसकेको थियो है एउटा स्क्रिप्ट हैन येशूले धेरै माया यसले माया एन्सर आइसकेको थियो यौना ब्रदर्सबाट हो के यौना हैन योहन्ना चाहिँ येशूलाई माया गर्ने तर यसले पनि त माया गर्ने अब तपाईँहरूलाई के भन्नु भयो पत्रुस होला यस म थपेर खाएको प्रेरित 1 को 8 मा के छ तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरू शक्ति पाउनेछौ र तिमीहरू सारा योद्धामा सारा समयबाट पृथ्वीको अन्त्यसम्म मेरो साक्षी हुनेछौ कतिवटा पुस्तक छ बाइबलमा बाइबल 66 66 सबैभन्दा छोटो पद कुन हो यसो रुनु भयो भयो कतिको कति एउटा 11 को 35 35 अहिले पनि बिर्सिरहेको म बिर्सिन्छु के त्यो थाहा छ मलाई त जति याद गरेँ नम्बर बुझ्छु कार्ड बिर्सिन्छ है एक हातमा कतिवटा आउला छ 5 म त 10 भयो ल गाउँ गर्ने काठो गरौँ न तपाईँको बोयफ्रेन्डको नाम के हो छँदै छैन यसो क्रेस्ट उसको त्यस्तै हो एकदम ट्यालेन्ट भाइ बहिनीहरू हुनुहुन्छ तर धेरै बाइबल पढ्नुपर्छ हामीले नपढेर बिर्सी म म पढ्छु चाहिँ अझै खाँदैछु गो नेभर गो हुन्छ हामी आजको भिडियोलाई यहीँ राख्नेछौँ हामी खायौँ अगायौँ मजा गऱ्यौँ हुन्छ गाइस थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो आई होप तपाईँलाई हाम्रो भिडियो मन परेको छ भनेर होइन जे पाइदै भएको छ भिडियो त्यही पनि तपाईँहरूले मन पराउनुहुन्छ तपाईँलाई राम्रो लाग्नै पर्छ जसरी पनि मलाई थाहा छ कि तपाईँहरूलाई मन परिसकेको छ तपाईँहरूले लाइक गरिसक्नु भएको छ सेयर गरिसक्नु भएको छ सब्सक्राइब गरिसक्नु भएको छ थ्याङ्क यू ल सबैजना बाई गरिदिनुहोस् बाई